2026 यानी कि नयाँ साल, त्यसलाई हामी स्वागत गर्नको निम्ति एकदम तयार भएर बसिरहेका छौँ मानिसहरू संसारमा। संसारले यसलाई कसरी स्वीकार्छ, यसरी कसरी स्वागत गर्छ, त्यो संसारको कुरा हो। तर संसारमै बसेर हामी ख्रिस्टको खातिर जीवन जिरहेको मण्डलीको निम्ति, विश्वासीको निम्ति सायद यो कुरा चाहिँ हामीले सोच्नुपर्छ होला। हामीले चाहिँ यो कुराहरूलाई चाहिँ ध्यान दिनुपर्छ होला, किनभने यो कुराको रहस्य, यो कुराको भेद चाहिँ हामीलाई परमेश्वरको वचनले बुझ्नको निम्ति सामर्थ्य दिनुभएको छ। उहाँले हामीलाई बुद्धि दिनुभएको छ, सामर्थ्य दिनुभएको छ, ज्ञान दिनुभएको छ। वचनको रहस्य बुझ्नको निम्ति पनि हामीलाई परमेश्वरले उहाँको आत्माद्वारा हामीलाई सहायता दिनुभएको छ। त्यस कारणले गर्दाखेरि यो आउँदै गरेको 2026लाई सायद तपाईँ र मैले गम्भीर तरिकाले बुझ्नुपर्छ होला र स्वीकार्नुपर्छ होला। यो 2026मा हरेक विश्वासीको जीवनमा र मानिसको जीवनमा केही न केही परमेश्वरको ठुलो योजना छ भन्ने कुरा हामीले थाहा गर्नुपर्छ होला सायद। किनभने वचनले पनि हामीलाई यसरी भन्छ, हामीले प्रस्थान 33को 15मा हेरौँ भन्दाखेरि त्यहाँनिर मूसाले भन्नुहुन्छ, प्रभु पहिला चाहिँ तपाईँ, पहिला म होइन, हामी होइन, हाम्रो होइन, पहिला तपाईँको। मूसाले त्यहाँनिर खोजेको चाहिँ परमेश्वरको उपस्थिति हो। त्यतिखेर मूसालाई केही चाहिएको छैन। त्यो अवस्थामा मसँग चाहिँ एउटा कुरा चाहिएको छ, परमेश्वरको उपस्थिति, परमेश्वरको अगुवाई। किन भन्दाखेरि मसँग थाहा छ, जब म परमेश्वरलाई पहिलो स्थानमा राख्छु अनि परमेश्वरले सबै कुरा मेरो निम्ति सहज गरिदिनुहुन्छ। आउन लागेको युद्धको कुराहरूदेखि लिएर, आउन लागेको सङ्कष्टको कुराहरूदेखि लिएर, आउन लागेको अभावका कुराहरूदेखि लिएर, आउन लागेको जति पनि अदृश्यमा आउँदैछ, ती सबै कुराहरूलाई जित्नको निम्ति चाहिँ तपाईँको उपस्थिति पहिला, तपाईँ पहिला भनेर चाहिँ मसाले बताइरहेको छ। तपाईँले यो मात्र होइन, तपाईँले हेर्नुभयो भने दोस्रो इतिहास 20 अध्यायमा त्यहाँ हेर्नुभयो भने त्यहाँनिर एउटा व्यक्ति छ, राजा यहोसापात भन्ने। राजा यहोसापात पनि आफ्नो लक्ष्यमा अगाडि बढ्दै गर्दाखेरि अनि त्यहाँनिर चाहिँ उसको चाहिँ एक प्रकारले अगाडि चाहिँ शत्रुहरू आइपर्छ अनि शत्रुहरू आइपरिसके पछाडि चाहिँ ऊ दोधारमा पर्छ। अब त्यो शत्रुहरूलाई कसरी जित्न सकिन्छ त, त्यो शत्रुहरूमाथि कसरी मैले विजय प्राप्त गर्न सक्छु त भनेर ऊ दोधारमा पर्छ। त त्यतिखेर नै राजा यहोसापातको त्यो घटना क्रममा चाहिँ अनि एकजना व्यक्ति खडा, प्रभुको आत्माले एकजना व्यक्तिले खडा गर्नुहुन्छ अनि उहाँलाई भन्नुहुन्छ कि पहिला परमेश्वरको राज्य, पहिला परमेश्वर। अनि राजा यहोसापातले घोषणा गर्छ कि आराधना गर्ने, परमेश्वरलाई उचाल्ने, परमेश्वरलाई महिमा दिने टिम या टोली चाहिँ मेरो सबैभन्दा पहिलो स्थानमा अगाडि बढ्छ। मेरो युद्ध गर्ने सेनाहरूभन्दा अगाडि, मेरो प्रजाहरूभन्दा अगाडि, मेरो मानिसहरूभन्दा अगाडि चाहिँ के चाहिँ अगाडि बढ्छ भन्दाखेरि चाहिँ परमेश्वरलाई उचाल्ने टोली, समूह, आराधकको दलहरू चाहिँ अगाडि बढ्नेछ भनेर राजा यहोसापातले घोषणा गर्दछ। अनि त्यसको नतिजा के हुन्छ त? त्यसको नतिजा चाहिँ अनि यहोसापातको पक्षमा चाहिँ विजय आउँदछ। आज यो 2026 पनि तपाईँको मेरो निम्ति चुनौती छैन भन्दैन हामी, छ, धेरै चुनौती छ। तर ती सबै चुनौतीहरूलाई जित्नको निम्ति, ती सबै चुनौतीहरूलाई पार गरेर जानको निम्ति चाहिँ परमेश्वरको उपस्थिति हो। अनि चाहिँ आत्माको कुराहरू हो। आत्माको कुराले चाहिँ भौतिक शरीरलाई पनि सहायता गर्दछ। जसरी मूसालाई परमेश्वरले सहायता गर्नुभयो भौतिक शरीरमा, राजा यहोसापातलाई र यहोसापातको जातिहरूलाई परमेश्वरले भौतिक रूपमा सहायता गर्नुभयो भनेदेखि त्यही जीवित परमेश्वरले यो 2026मा पनि यदि तपाईँ र मैले परमेश्वरलाई पहिलो प्राथमिकतामा राख्यौँ अनि परमेश्वर चाहिँ पहिलो, सबैभन्दा पहिलो, मेरो हृदयमा पनि परमेश्वर, मेरो भौतिक कुरामा पनि परमेश्वर, मेरो हरेक कुराहरूमा परमेश्वरलाई हामीले अगाडि राख्यौँ, उहाँको उपस्थितिलाई हामीले अगाडि राख्यौँ, उहाँको आत्माको
कुराहरूलाई हामीले अगाडि राख्यौँ भने अवश्य पनि परमेश्वर तपाईँ र मेरो आत्मिक जीवनमा, भौतिक जीवनमा र सबै कुराहरूमा परमेश्वर तपाईँ र मलाई विजय नै तुल्याउनुहुन्छ। धेरै पटक निराशाको जीवनहरू आउँछ, निराशाको घटनाहरू आउँछ, निराशा भएर जानुपर्छ, तर पनि परमेश्वरले ती सबै निराशाबाट तपाईँलाई जाँदै गर्दाखेरि त्यो निराशाको बाटोमा तपाईँलाई लड्न दिनुहुने छैन, तर विजय तुल्याउनुहुनेछ। त्यस कारणले गर्दाखेरि 2026मा चाहिँ तपाईँ र मेरो पहिलो प्राथमिकता चाहिँ परमेश्वर नै हो। परमेश्वरको वचनले भन्दा चाहिँ एकपल्ट जाँचेर हेरौँ या एकपल्ट चाखेर हेरौँ। यो 2026मा तपाईँ र मैले मनुष्य जातिले चाहिँ जीवित परमेश्वरलाई जाँचौँ पनि, जीवित परमेश्वरलाई चाखौँ पनि। के साँच्चै उहाँ त्यो चट्टानको महभन्दा मिठो हुनुहुन्छ? के साँच्चै उहाँले जाँच्दै गर्दाखेरि उहाँले तपाईँ र मेरो परिस्थितिलाई, तपाईँ र मेरो अवस्थालाई, तपाईँ मेरो आत्मिक र भौतिक जीवनलाई परिवर्तन गर्न सक्नुहुन्छ? 2026मा परमेश्वरलाई हामी जाँचौँ, किनभने परमेश्वर आफूलाई भन्नुहुन्छ मलाई जाँचेर हेर, प्रभु आफै भन्नुहुन्छ मलाई चाखेर हेर। त्यस कारणले गर्दाखेरि यो 2026 चाहिँ परमेश्वरको हातमा हामी समर्पण गरिदिउँ अनि त्यसरी हामी अगाडि बढौँ। परमेश्वर तपाईँलाई मलाई प्रशस्त आशिष, अनुग्रह, दीर्घायु गर्नुहुन्छ। परमेश्वरको वचनले हामीलाई यही कुराको आशा अनि भरोसा दिँदछ। धन्यवाद।